गुड मर्निङ जेलसी आजको बिहानी यस्तो छ बिहानी यो डे 2 इन द हाउस आज चाहिँ सोल्टीको स्पेसल डे बिहेरहेको छ अनि हामी चाहिँ सुतेर उठेको अब सोल्टीको नदियो भने सुतेर उठेको भने रियल हो नि त अथेन्टिक हामी चाहिँ सुतेर उठ्यौँ होइन अब चाहिँ कुद्नु जान आँटेको अब ए हिँड्नु मर्निङ वाक सबजना माथि एन्टीले के भन्दै थियो वर्षमा एकचोटि मात्रै उठ्छ के भन्दै थियो अघि आँखा पनि सानो सानो यता हेर न ओए जुनै पनि गाउँ चाहिँ बिहान बिहानै उठेर यस्तो हाम्रो वक हान्नुपर्छ अनि म त रियल गाउँदेखि जस्तो हामीले अस्ति हानिरहेको हुन्छ हामी त्यही हो अब सुत्नु त सुत्दै घरमै सुतिरहेको हुन्छ नि त बिहान बिहान के अरे मर्निङ नि कति उज्यालो भएको हाम्रो टिमै फर्स्टै होला बिहान 4 उठेको लेट्स गो ल दिपक दे तन्किनु भए कोडाले यो चाहिँ हेल्प पोस्ट बिहान टेक केयर हुँदैछ टेक केयर हुँदैछ यहाँ इन्फर्म गरिदिँदैछ आफ्नो मान्छेलाई गर्नु हुँदैछ बाख्राज पाठी होला नि यता ओइ नलुलै म लगाए तल खै यहाँ चाहिँ 2 मिनट भएको छ 2 मिनट भइरहेछ यो चाहिँ आँपको बोट अरे अनि यो चाहिँ केराको बोट अरे 7 बजे पुग्नु पर्छ 4 बजे हैन बजेको बजेको कस्तो अफगान भने कि आफै गरेर अफगान बजेको छ हैन अनि फेरि गर्नु अनि कस्तो अफगान भन्छ गर्दैन अनि त्यो लाखको बाहेक जो त कसको अफगान भने बारे उसको रहेछ यो उसको छेउमा रहेछ त्यो नसुने के 5 मिनट बज्यो भने भएन त्यहाँदेखि सक्नु मिल्दैन बिस्तारै आइस बेबी आइस बेबी हामी चाहिँ सनराइज हेर्न जस्तो पो भयो त तर यसले छिक्केको छ नि के भन्छ कसै हेरेको डर लाग्छ नटोकै बुवा यता पहिले राउटे गाउँहरू पनि थियो छैन पहिले थियो थिएन उयो पारी देखेको चाहिँ आफबारी यता माथितिर पनि अझै घर रहेछ त्यो छ यो माथि टन्नै छ पो ए हो नदेखेको तलदेखि नदेखिने रहेछ क्या हामी उयो तल आएको थियौँ स्कुलनिर ए अनि यसो हेर्दै अब त्यहाँ माथि धेरै छ पो एउटा रस्ता माथिदेखि नि घुमेको छ परबाट मात्रै छ अलिक टाढा भएर नि सिम चाहिँ कुन युज गर्नुहुन्छ तपाईँ सिम कुन कार्ड दुइटै राम्रै टिप्स होला नि त अलिक फोन गराउनु यहाँ डाटा दिपक दाले हिजोदेखि डाटाको त्यही होइन फेरि अघि बिहान चल्यो बिहान 6 बजेदेखि होइन
यसो जान्छ बाटो अनि यसो घुम्छ हजुर त्यो डाँडा पुगेर ऊ त्यो डाँडासम्म पुग्नु न के लाग्यो अरे उता त्यसको अनुहार हेर्नु न बिचार त्यो कल गर्दै बस्कै बरु त्यो भन्नु नछुने रिक्सा नि हो कति छ कति भोल्ट जस्तो यहाँनिर करेन्ट छ त्यहाँ त होइन छ होला नि बच्चाहरू अलिकति ठुलो सक्छ बच्चाहरू नि यसो जानु के अरे आइस के छैन अरे करेन्ट छैन अरे तान्नु त मिल्ला तर लाग्ला नि तर झन् नि पुलमा जान त्यो अब चाहिँ मेरो होइन सैतानै त्यसो गरेर चाहिँ प्रब्लम छ नि भिडियो लगेर चाहिँ खेल्ने होइन सैताले होइन तपाईँ प्रभुको होइन तपाईँ प्रभुको के अरे पुत्र हुनुहुन्छ भने जानुहोस् एउटा फाल्नुहोस् बच्चामा लेखेको छ तपाईँको हात थाहा भर्खर बनायो किन भिडियो खेलिदिन्छु भने होइन त्यो एउटा रूप त त्यस्तो आयो नि त्यो खालको रूप आइकै आएन घमण्ड आएन रूप आइकै आएन हेर त अलिकति कता कता हुकी होइन परमेश्वरले परीक्षा गर्ने खालको हो कि त्यस्तै हुन्छ नि त्यही भिडबाट फाल्ने जस्तो खालको आयो कि नेचर त कस्तो यो नेचर कहाँको हो सैतानको होइन यस्तो बिहामा यस्तो नेचर होइन यस्तो कुरा पछि त नपछि के गर्नु सबै दुनियाँले पछिसक्यो त्यसो चाहिँ ठेल्ने ठोक्ने कुरा हेलिप्याड है यो मसल भाइ मेरो पङ्खालाई काट्दैछ कपाल हेर्दा पनि पङ्खा मेरो भन्दा तेल हेर्नु हामी यस्तो बाटोबाट आएको अब यसो फसिहाल्यो भने यसो ठेल्दा भइहाल्यो होइन फसिहाल्यो यसो बिचारा उनीहरूले ठेल्यो भने सकिहाल्यो भइहाल्यो साडी पुग्नु पनि थिएन एउटा स्पेसल 5 स्टार खाजा रहेको छ आज तिमीले खाइसक्यो 5 स्टार खाजा मलाई हालिदिनु चाहिँ शान्ति धन्यवाद वाट आई स्पेसल खाजा ल आज चाहिँ हाम्रो बाइक राख्नुपर्छ ल आज चाहिँ हाम्रो सोल्टीको बिहेमा हामी आएको छौँ हामी एकदमै एक्साइटेड छौँ अनि तल चाहिँ हाम्रो चर्च रहेको छ चर्चमा हामी जाँदैछौँ हामीसँग क्यामेरा छ आजको सबैको फोटो भिडियो हामी सुजनले आयुष र हामी तिनजनाले हामीले गर्दैछौँ ल अब हामी लाग्दैछौँ यहाँदेखि हाम्रो साथीभाइहरू यता हुनुहुन्छ ल हाम्रो आज साइमनलाई कस्तो लागिरहेको छ आज राम्रो लागिरहेको राम्रो मात्र एक्साइटेड एक्साइटेड उता एक्साइटेड फोटो ओहो यो भिडियोमा आउनुपर्छ है ल हाम्रो समय सुरु भइसकेको छ हामी 9 बजेर 8 बजेर 45 पुग्नु पर्ने 9 बजेर हामी 11 मिनट भइसकेको छ हाम्रो अङ्कल रेडी हुनु भएको छैन हाम्रो अङ्कल बिचरा हाम्रो अङ्कल अब सबै म्यानेज गर्नुहुन्छ अङ्कलले त्यो कारणले गर्दाखेरि उहाँलाई अब रस छ होइन त्यो कुरा हामीले बुझ्नुपर्छ ल हामी जाउँ तल मजै भइरहेछ सजिलो मात्रै माहौल चेक यहाँ भाइहरू रेडी भइसकेको छ यो चाहिँ हाम्रो है सिधा ल यो चाहिँ हाम्रो त्यो सिधा सर्ट हाल्दैछ हामीले त्यही भएर हामी यसो गर्दैछौँ अहिले कुर्सी उमेर गरे हुन्छ नि
अनि एउटै कुनामा जाऊ त एकचोटि यो कुनामा जाँदाको साइडमा हो अझै कुनामा जाऊ हो त्यहाँ हजुर हजुर ल हामीले चाहिँ भिडियोको लागि जन्तीहरू हामी चाहिँ भेला भइसक्यौँ अब छोरीको बिहेको लागि तल जानुको लागि चर्चमा जानुको लागि सबैजना सन्तेल मामा दुला सबजना त्यही छ मिडिया टिम पनि त्यही छ लेट्स गो कपिराइट त खाँदैन होला क्रिस्चियन गीतमा त हामी चाहिँ आइसक्यौँ यहाँ सबैलाई भइसक्यो अब भित्र जानुलाई रेडी हुँदै तयारी गर्दै गीत गाएर वेलकम गर्दै हुनुहुन्छ हाम्रो अनुगो दाइ चाहिँ के हो अरे बेहुलाको साथी अरे अनुगो दाइ बेहुला चाहिँ खोइ कहाँ हुनुहुन्छ बेहुला हरायो बेहुला आउनु भयो हाम्रो हिरो भयो टकटक हाम्रो बेहुला गयो है यो चाहिँ हाम्रो पोस्टर है क्यामराम्यान फोकस छ प्रभुका जनहरूले विवाहलाई थोरै नजिकबाट बुझ्दै जाने क्रममा हामीले पनि अध्ययन गर्दै जाने बाइबलले आधारमा यो विवाह भन्ने कुरा चाहिँ यो यो विवाहको कुराहरू के भन्छ भने अहिले पृथ्वीमा सबै पृथ्वीमाथि अधिकार जमाउन तपाईँले प्रभु सृष्टि गर्नुभयो प्रभु अनि आज प्रभु यसरी तपाईँले आफ्नो छोराछोरीलाई फेरि पनि प्रभु तपाईँले एकसाथ जोड्नु भएको छ प्रभु आज उपरान्त ती दुई होइन एक हुनेछन् भनेर वचनले भनिएका छन् सक्यौँ र उहाँले मण्डली समितिलाई यो सँगै हाम्रो सकेको छ यात्रा अब बिहेको कार्यक्रम सक्यो एकदम आशिषमय भयो अनि यो सँगै हामी बाटो लाग्दैछौँ हामी बाटो सुरु भयो अब हामी चाहिँ यहाँबाट अन्तिम बिदाई गरेर हामी बेहुली लिएर जाने क्रममा सबैजना यहाँ हाम्रो बेहुलीको माइती पक्षहरू पुऱ्याउन आइराख्नु भएको छ बाई बाई जय मसी सबैजनालाई हामी चाहिँ बाटो बिर्सेर यता पुरा आइहाल्यौँ हाम्रो साथीहरू लास्टमा आउनेहरूले नि जितिहाल्यो नि त साह्रै राम्रो धुलो केही नगर्ने केही धुलोले के भयो त अनुराग यो ऊ भयो त त्यस्तो के त्यो नाकहरू बन्द हुने भयो त बेलुका भएन नि यस यो धुलो स्वास्थ्य धुलो रहेछ हजुर नानी दीपक गर्दै गर्नु पोखरी आयो पोखरी हिजोको पोखरीमा रक्सिरहनु त्यो वडा खानाले कुन चाहिँ गाविस छ कुन चाहिँ मात्रै ठुलो बिल्डिङ पहिला चाहिँ गाविस हुन्थ्यो होइन अब चाहिँ गाउँपालिका अरे नि त पालिका अनि गाउँपालिका मात्रै होइन गाउँपालिका प्रमुख पनि हुन्छ यहाँ नगर प्रमुखहरू यस्तै
हिँड्यो भयो रक्सिराङ गाउँपालिका ठुलै एरिया रहेछ होइन अहिलेसम्म यो जति पनि यो एरिया सबै रक्सिराङको एरिया के अरे गाउँपालिकाभित्र पर्छ ए हो यही हो यस्तो अप्ठ्यारो टर्निङ क्या यहाँ चाहिँ खास पिच बनाइहाल्नु पर्ने कि ल यो चाहिँ एकदम अप्ठ्यारो बाटो अनि पर खोला पनि छ हिजो पनि यही खोला तरेर आएको थियो आज पनि किन होस् किन रोकिएको त्यहाँ त्यही त नि सुजन तिमी अब प्रो हुने पनि यो चिज लड्ने पर्छ जिन्दगीमा चोट लाग्यो सुजन चोट लाग्यो देखाउ त लडेछ नि राम्रैसँगले कहाँ यहीँ टाउको अलिअलि दुखे पनि हामी दबाई चाहिँ नखाने हो होइन चुप्प लाएर जाने जुसहरू खाने यो अप्ठ्यारो बाटोमा हाम्रो भाइहरू अलिकति हल्का स्लिप भएछ फेरि अब हजुर अब त्यस्तो ओह्रालोमा यति बेला हल्कै भन्नुपर्छ होइन अब हामी जाँदैछौँ हजुर हल्का हो होइन अब राम्रै गरिरहेछ भाइहरूले यस्तो खोलामा जगतदाहरू त अघि जानुभयो भने त सुरेन्द्रहरू त हामीभन्दा अगाडि थियो दिदी मनाली बजार ल हामी मनाली बजारबाट हामी हिँड्यौँ अब हेटौडातर्फ हाम्रो ग्रुपहरू निकै अगाडि गइसक्नु भएको छ के बाटो भुलेको हो हामी त यहाँबाट फर्किनु पर्ने एकदम उखु ए सुगर क्यान तिम्रो स्पिडको लागि त स्पिडै हो नि त तिम्रो स्पिडको लागि त स्पिडै हो नि त किन्ने क्रममा चाहिँ हामी चाहिँ थोरै पानी परेको भएर हामी रोक्नु पऱ्यो लगभग हामी त्यहाँ आधी घन्टा प्लस हेटौडालाई बाई बाई गर्दै होइन हामी यो पैसे फेरि हामी सानो भिडियो चाहिँ तपाईँले देख्न पाउनुहुन्छ 124 किलोमिटर हामी फुल भइसकेको फुल यो पनि राम्रो बनाएको छ हामी भइसकेबाट हामी त सिधै होला इजरायल गयो अगाडि दामन यता रहेछ फर्बिङ यता छ होइन दामन बाटो त्यही त उताको हो क्या केटाहरूलाई कुर्नुपर्छ ल कहाँ छोड्नुभयो हेर्नेहरूलाई कहाँ छोड्नुभयो हामीलाई अब माथि गाजर खाने ठाउँमा कुरिरहेको छ कहाँ हो त जिन्दगी बजाउने बाइक
गाजर जुस खाने ठाउँ खेलमा गाजरको जुस खान नपाए तापनि यही बाटो हिँड्नु त है त्यही त यो टाइप चाहिँ हेर न गाडीले कस्तो टाइप गर्छ नि अनि आएको कुनै खाली गयो नि यही बाटो याद आइहाल्छ यत्रोजना साथीहरूमा 3 जना हिँडिरहेछौँ क्या अब पुच्छरमा बिचारा भएर कुन खोला महालक्ष्मी खोला यो के ठाउँ हो यसलाई के भने होइन ठाउँको नाम महालक्ष्मी खोला ठाउँको नामै महालक्ष्मी खोला हामी थाकेर यहाँ आइपुगेर अब चिया खाएर चाहिँ यसो रिभर भ्यू होटलमा पानी चाहिँ छैन क्या गनाउने उसो त चिया स्किप गरौँ क्या म त पल्लोमा जाने ऊ कहाँ त्यस्तो हुँदैन नि त्यो भनेको होइन क्या आन्टीलाई गाह्रो भएको होइन आन्टीलाई त गाह्रो छ आन्टीले त जहाँ पनि दिपक जस्तै हो क्या आन्टी दिपक बराबर छ जहाँ पनि रोक्यो भने त्यहाँ केही न केही गइहाल्छ क्या त्यहाँ होइन त्यस्तो थिएन तर अलिकति एकजना बिहे बाँकी छ कसको को हुनुहुन्छ उम्मेदवार ए उम्मेदवारहरू त टन्नै छ तर अब तातै त धेरैजना देखिन्छ यहाँ यहाँ त छैन उम्मेदवार त मै हो तर मेरो त रिजर्भ मेरो इन्गेज भइसक्यो यो हो अब उम्मेदवार हो त फोकस लानु पर्यो नि त सुरेन दाई अनिस दाई सुरेन दाई अनिस दाई उनीहरू त सन्यास लिने जस्तो कुरा बुझिरहेछ मैले त होइन कुरा गरेको रिसै हाल्छ अनि अरे यो चाहिँ के फर्पिङ बजार आउँदो आएको हो तिनीहरूको गाडी पनि आउँदैछ र एकदम स्पिडमा हामी एकदम रफ्तारमा छौँ है अहिले चाहिँ घर आइपुग्नु आँटेर काठमाडौँ छिरो चाहिँ रफ्तारमा छौँ टाउदह एरिया सुरु भएर पनि हामी टाउदह पो आइपुगेछौँ सातो बाटो आइपुग्यौँ है अब चाहिँ हामी सातो बाटो आइपुग्यौँ ल फाइनली हामी चाहिँ अब न्यू लाइफ गोस्पल चर्चमा है आइपुग्यौँ दिपकले हाँकेको हो त हामीलाई छोडेर त छैन नि हो हामी त अनि केटाहरू घरि लड्छ घरि चिप्लिन्छ बिचराहरूको स्कुटर अनि फाइनली हामी चाहिँ आइपुग्यौँ है एकदम राम्रोसँग